अब हामी स्कुल जान आँटेको गाइस अनि म स्कुलमा बसिरहेको रुदिन भन रुदिन स्कुलमा अनि म यहीँदेखि गएँ अनि म तयार हुएँ अनि यो मेरो नाना हो अघि पापाले ल्याइदिएको अनि जुत्ता पनि ल्याइदिएको पापाले अनि हामी केक काटेको जुत्ता पापाले ल्याइदिएको गाइस अनि म काटेको बाई अरे स्कुलबाट आएर भेटौँ भन म स्कुलमा भेटु बाई टिफिनमा के ल्याइदिनु सानो चक्लेट ल बाई बाई सानो हेलो एभ्रिवान गुड मर्निङ नमस्ते फेरि पनि स्वागत छ हजुरहरूलाई सुप्रिजिमा ब्लगमा कस्तो हुनुहुन्छ हजुरहरू आई होप सबैजना ठिक हुनुहुन्छ अनि अहिले चाहिँ यो मर्निङको टाइम हो आजको दिन चाहिँ स्पेसल दिन छ त्यो किन भनेर चाहिँ भरे बेलुका थाहा हुन्छ अनि अहिले चाहिँ मर्निङको टाइम हो सानी चाहिँ गइसकेको छ स्कुल अनि मैले चाहिँ बनाइसकेको छु खानामा चाहिँ मैले बनाएको छु दाल अनि यहाँ चिकन बनाएको छु यो क्याप्सिकम हालेर अनि सुप्रिमलाई चाहिँ यहाँ खाना पस्किदिँदैछु म अनि दाल भात अनि यहाँ चिकन बनाइसकेको छु खाना अनि अब सुप्रिमलाई चाहिँ खाना खुवाएर पठाउँछु सुप्रियालाई चाहिँ उसको पापाले लिएर गइसक्नु भएको छ अनि दुवैजना नानीहरूलाई पठाएपछि चाहिँ मेरो रुमको हालत त्यस्तो हुन्छ अनि अब चाहिँ म फटाफट रुम सफा गर्छु अनि मैले चाहिँ यतिखेरसम्म यहाँ टाउको धोएर कपाल धोएर पनि आइसकेको छु मैले गरेको थिएँ ओइल मसाज हिजो अनि त्यही भएर अहिले कपाल धोएको छु अनि आज चाहिँ मैले यहाँ नयाँ बेडसिट ओछ्याएको छु यो अघि निकालेको यो बाक्लोबाट थियो अब चाहिँ गर्मी लागिसक्यो नि त्यही भएर यहाँ मैले पातलो बेडसिट ओछ्याउँदैछु यो नयाँ बेडसिट हो तर एकदम राम्रै रहेन रहेछ क्या अब हेर्दा त राम्रो देखेको छ तर एकदम हल्का छ पातलो छ अनि माथि कभरबाट हेर्दा त राम्रो देखेर लिएको थिएँ यो बेडसिट चाहिँ अहिले नराम्रो निस्क्यो एकचोटि धोएपछि त्यसको कलरहरू सबै गइहाल्यो अनि अब यहाँ चाहिँ मैले यो रुम पनि ठिक गरिसकेँ उता घरबाट आएर बेडसिट चेन्ज गरेको थिइनँ अनि यो रुमको अनि अब अर्को रुमको पनि मैले यहाँ पनि चेन्ज गरिसकेँ अब बढार कुढार दुइटै बेड मिलाएर अनि बढार कुढार पनि गरिसकेँ मैले अनि यहाँ कपडा हालेको थिएँ मैले अघि नै अनि त्यो पनि धोइसकेको छ अब म यो निकालेर सुकाउँछु अनि यो चाहिँ एकैचोटि रातिको टाइम हो अनि हस्बेन्डले चाहिँ ल्याउनु भएको छ चिकन अनि यहाँ म्यारिनेसन गरेर राख्नुभएको छ अनि आज चाहिँ बनाउन आँट्नुभएको छ चिकन ललिपप किनभने नानीहरूलाई नि मनपर्छ त्यही भएर आफैले बनाउँदै हुनुहुन्छ यहाँ अनि आज चाहिँ यो मेरो बर्थडे अनि यहाँ चाहिँ खाना पुरै रेडी भइसकेको छ हस्बेन्ड र म भएर बनाएको अनि यहाँ चाहिँ छ
ललिपप फ्रेन्च फ्राई बनाएको छ, चिप्स छ, स्यालेड छ अनि सब्जी छ। अनि यहाँ चाहिँ कोही आएन एकछिन मलाई खानु मन अनि आज 4 जना मात्रै भएर सेलिब्रेट गर्नु आँटेको। म हस्बेन्ड 2 जना नानीहरू मात्रै छौँ। अनि आजको भिडियो चाहिँ यति नै। हजुरहरूलाई कस्तो लाग्यो? मन पऱ्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। जसले सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। ओके, बाई बाई, टेक केयर। birthday to you. Happy birthday to you. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, happy birthday, happy birthday to you. Dang, dang, dang.